नमस्कार, मेरो नाम प्रेममत। आज तपाईलाई यस्तो जग्गा देखाउँदैछु कि यो जग्गा हेर्नुभयो भने ढुक्कले लगानी गर्नुहुन्छ। अब आउनुस् यो जग्गा हेरौँ है त। सर्लक्क हेर्न सक्नुहुन्छ यो खेतमा गरिएको प्लोटिङको जग्गा रहेको छ। हेर्न सक्नुहुन्छ तपाईले प्लोटिङ धमाधम हुँदैछ, पार्टेसन हुँदैछ, वाल लाउने काम धमाधम हुँदैछ है। मैले 3 दिन मात्रै अगाडि आएर यो भिडियो बनाइसकेको छु। तपाईले हेरिसक्नुभयो होला। तराई जस्तो सम्म फाँट खेतका गराहरू रहेको थियो भने अहिले मेसिन चलिसकेको छ। अब धमाधम पार्टेसनको काम हुन सुरु भइसकेको छ। एक हप्ता पछि आउनुभयो भने पार्टेसन पनि सबै भइसक्छ र जग्गाको रेट पनि आनामै 3 देखि 4 लाख बढेर जान्छ है त। 25-50 रहेको छ यो फिल्ड फिनिसिङ भइसक्दा कम्पनी रेट। अहिले अफर चलेको छ तपाईहरुको लागि भनेर जम्मा आनाको 21 लाखदेखि 22 लाख 50 हजार मात्रै राख्नु भएको छ। छानेर रोजेर लिन सक्नुहुनेछ। टक्क ढलको निकास हुन्छ भने बाटो ग्राभल हुन्छ, फ्राकिलो बाटो 3 आनादेखि 5 आनासम्मका टुक्राहरू पाउनुहुन्छ भने तराई जस्तो सम्म फाँटमा रहेको जग्गा है त। जग्गा यही नै हो, खेतमा गरिएको प्लोटिङको जग्गा रहेको छ भने हाइवे बाटोदेखि पनि नजिकै रहेको जग्गा, नजिकै स्कुल, कलेज, हस्पिटल सबैको सुविधा पाइ नै हाल्नुहुन्छ। अब यो जग्गा तुरुन्तै किनेर घर बनाएर बस्छु भन्दा पनि मिलो, पछि निकै फाइदा खाएर बिक्री गर्छु भन्दा पनि मिलो। यो जग्गा लिँदै गर्दा पैसा नपुगेको खण्डमा लोनको सुविधा पनि पाउनुहुन्छ है। जग्गा यही नै थियो, जस्ताको तस्तै तपाईले हेरिसक्नु भएको छ, पक्कै पनि मन पारिसक्नुभयो होला। ल आउनुस्, अब तपाईलाई यो जग्गाको बारेमा सरर जानकारी दिनेछु है। यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्लामा रहेको ठ्याक्क यो मूलपानीदेखि उत्तर साइडमा इन्द्राणीको मेन हाइवेदेखि लगभग 700 मिटरको दूरीमा रहेको जग्गा भने यो ठुलो भोल्युममा प्लोटिङ गर्न लागि छ। हेर्न सक्नुहुन्छ तपाईले। तर जस्तो सम्म फाँट खेतमा गर्न लागि प्लोटिङको जग्गा रहेको छ भने अहिले बुकिङ धमाधम खुलाइएको छ है। मैले 3 दिन मात्रै अगाडि आएर यो विज्ञापन गरेको थियो। तपाईले हेर्न सक्नुहुन्छ, शनिबार खिचेको छ, शनिबार आएको छ भिडियो, तपाईहरुले हेर्न पनि सक्नुहुन्छ। त्यसमा 20 लाखले नै यहाँनिर लगभग 6-7 वटा टुक्रा बिक्री भइसकेको छ। अब अहिले जग्गाको भाउ बढेर गयो है। अहिले 21 लाखदेखि 22 लाख 50 हजार आनाले पाउँदै हुनुहुन्छ। अब यो पार्टेसन भइसक्दा, फिल्ड फिनिसिङ भइसक्दा आनाको 25 लाख 50 हजार रहेको छ भने अहिले तपाईले जम्मा आनाको 21 लाखदेखि 22 लाख 50 हजारले आफ्नो नाममा लिन चाहनुहुन्छ भने ढिला गर्दै नगर्नुहोस्। साइडमा नम्बर छ, कन्ट्याक्ट गरिहाल्नुहोस् र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँको दिन समय राम्रोसँग जाओस्।